त्यो पहिला गएको स्टेसनै छ क्या त्यो भएपछि झर्न सकिहाल्यो ल अब चाहिँ हामी घुम्न निस्केको दुईजना दिदीहरू हुनुहुन्छ अनि हामी तीनजना घुम्नलाई जान लागेको छौँ बिग बुद्ध भन्ने ठाउँमा तर पानी पर्न थाल्यो क्या यो भयो झ्याउ भन्दा एकछिनमै के भएको यस्तो हामी चाहिँ हङकङको बिग बुद्ध घुम्न आएको तर पानीले बिजोग बनायो हाम्रो यस्तो पानीमा भिडियो हुँदैछ भ्लग चल्दैछ भ्लग राम्रो नआउला खासै बनाउन पनि पाएन यो पानी परेको कारणले गर्दाखेरिमा घुम्न पनि पाएन फोटो चाहिँ जसोतसो गरेर खिच्यो हजुरहरू सबैजनालाई नमस्ते मेरो अर्को भ्लगमा फेरि पनि स्वागत छ म चाहिँ अहिले हङकङमा छु र आफ्ना आफन्तहरू दिदीहरूसँग साथीहरूसँग चाहिँ आज हङकङको बिग बुद्ध घुम्न आएको थियौँ तर पानी ठुलो पर्यो अनि घुम्न पाएन जान चाहिँ गइयो तर मौसमले साथ दिएन पानी पर्यो घुम्न पाएन राम्ररी अनि अहिले चाहिँ फर्किँदैछौँ हामी यहाँ चाहिँ चन्दा दिदी हुनुहुन्छ गीता दिदी हुनुहुन्छ अनि गीता दिदीको आमाजु अनि उहाँको श्रीमान अनि त्यसपछि हाम्रो यहाँ छ रुबिन नमिस छु यही घुम्नको लागि आफन्तहरूसँग दिदीसँग घुम्नको लागि भनेर यस्तो प्लान गरेको तर प्लान चौपट भयो के भिडियो गर्नु पर्यो के भिडियो गर्नु पर्यो ल किन भागेको मान्छे पर्पली छ दिस इज हङकङको बिग बुद्ध के खाएको रुबेन आइसक्रिम मिठो छ
वेदर यस्तो छ आज नेपालीलाई खानेकुरा खानमा चाहिँ कसैले जित्न सक्दैन अरे के जित्न पनि किनभने काम गर्छ होइन अरूले गर्दैन